तपाईँलाई आफ्टरनुन अहिले लगभग रातिको अब 4-5 बज्न लागेको छ है त। अनि हामी चाहिँ अब लमजुङ जानेछौँ। त्यही भएर कारणले बाटो पनि थाहा होइन। त्यो भएर कारणले हाम्रो लगभग अब चाहिँ यो सेकेन्ड टाइममा लमजुङ। अनि त्यसपछि हजुरहरूलाई घले ब्लग सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब गर्नुहोला। सँगसँगै अब हामी लमजुङ आउँदैछौँ, प्लस हामी अन्नपूर्ण होटेलमा भेट्नेछौँ, किनभने हाम्रो अब भोलि हामी लगभग लमजुङ बेसीसर अन्नपूर्णमा है अन्नपूर्ण होटेलमा हामी बस्छौँ। अनि हजुरहरूलाई मैले यो भ्यू मात्र देखाइरहेको छु। अनि हजुरहरूलाई योभन्दा नि अझ राम्रो भ्यूहरू ठाउँहरू हेर्नु मन छ भने प्लिज कमेन्ट गर्नुहोला। लमजुङको कुन ठाउँ चाहिँ हजुरलाई एकदम मनपर्छ त्यो ठाउँ चाहिँ हजुरले यदि कमेन्ट गर्नुभयो भने चाहिँ म तपाईँहरूलाई ठाउँहरू देखाउने कोसिस गर्नेछु स्पेसल्ली। अनि हामी चाहिँ अब ब्रायन गुरुङ दाइलाई भेट्न जान लाग्यो। अनि किनभने यो हाम्रो सेकेन्ड टाइम अब भेट हो उहाँसँग। अनि लमजुङ अब यस्तै रहेछ है। अब बाटो थाहा होइन, एकदम जस्ट पहिलाभन्दा अलिअलि चेन्ज भएछ। अनि त्यो प्रकारले बाटो अलि राम्रोसित थाहा भएन हामीलाई। अनि त्यही भएको कारणले अलिअलि कुनै ठाउँमा सोध्नै पर्यो है, नसोधिकन त भएन। अनि त्यसपछि हजुरहरूले पनि अब त्यसरी नै घुम्न आउन मन छ, जानु मन छ भने अब सँगै घुमौँ, सँगै जाउँ, सँगै अब भ्यूहरू हेरौँ, रमाइलो गरौँ है। अब लगभग हामी भोलि चाहिँ फर्किन्छौँ होला। अनि भोलि अब फर्किने क्रमको पनि भिडियो म तपाईँहरूलाई अब युट्युबमा आइहाल्छ, मेरो फुल अब भिडियो आइहाल्छ। अनि त्यसको लागि चाहिँ हजुरहरूले यस्तै भिडियोहरू हेर्नको लागि चाहिँ कमेन्ट गर्दै गर्नु होला। गाउँ ठाउँ हिमाल पहाड यस्तै चिजहरू चाहिँ मैले तपाईँहरूको बिचमा एक्सप्लोर गरिरहेको हुन्छु है। कतिपय ठाउँमा कतिपय कुराहरू चाहिँ अब एडिट गर्न अलिकति अब नजानेको पनि हुनसक्छ। त्यो ठाउँहरू चाहिँ हजुरहरूले यसो बुझेर के भन्छ खासै सोचे जस्तो अब भिडियो बनाउन सकेको छैन, किनभने मोबाइल हल्लिने है। अनि त्यो भएको कारणले अनि मेरो चाहिँ गोप्रो छैन। अनि आफ्नै फोनले बनाउनु परेको कारणले चाहिँ अलिक गाह्रो हुँदो रहेछ होइन। गाह्रो भए पनि केही छैन, म त देखाइरहेको छु। अनि 4वटा बाटो चाहिँ कहाँबाट जाने हो, सिधै जानु पर्ला। अनि त्यसपछि अब त्यहाँ पुगेपछि मनाउँ चौतातिर पुगेपछि फोन गर्नु पर्ला बुढोलाई कहाँतिर बस्ने हो के गर्ने भनेर होइन। त्यो भएको कारणले घले ब्लगलाई यदि तपाईँहरूले सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब गरिदिनु होला। अनि लाइक कमेन्ट सेयर गर्नु होला। हामी चाहिँ गल्लीको बाटो हुँदै आएको छ है त गाइज। अनि कति ठाउँहरू चाहिँ केटाहरू पछाडि छ, उनीहरूलाई थाहा छ। अनि मलाई चाहिँ थाहा होइन, त्यो भएको कारणले अब म चाहिँ अलि अगाडि नै छु अनि उनीहरू पछाडि छ। त्यो भएको कारणले अब कहाँको गल्ली आइदियो होइन, आउनु चाहिँ आइदियो। अब ठाउँ चाहिँ के हुन्छ थाहा होइन। जे होस् केटाहरूले लमजुङ घुमेर जाने भयो, एक दिनको ट्रिप हो हाम्रो। अनि विथ केटाहरू अनि मेरो साथीहरू हुनुहुन्छ होइन। अनि सिमकटा बोसहरू हुनुहुन्छ। अनि प्लस अब अरू केटा त अन्यले ठोकाएन यार, केही छैन है। सरी भन्नु पऱ्यो है, किनभने अरूले अब ठोक्नलाई सरी त भन्नु परिहाल्यो। अनि त्यो भएको कारणले हजुरहरूले अब म पनि अब फर्स्ट टाइम भएको कारणले अब त्यति राम्रोसित थाहा होइन। यिनीहरू सबै अब लगभग बेसीसँग नै अब लगभग हामी छिरिसक्यौँ अघि नै होइन। मैले तपाईँहरूले जुन मैले भिडियो बनाएको छु नि त्यो चाहिँ अब बेसीसरभित्र छिरिसकेको ठाउँहरू। यिनीहरू सबै बेसीसरको अब बाटोहरू हो। अनि त्यो भएको कारणले हेर्नुहोस् हजुरहरूले हेर्न सक्नुहुन्छ एकदम चेन्ज भइसकेको रहेछ है। अनि लगभग अब हामी चाहिँ पुग्न आँट्यौँ है। अब एकछिनमा पुगिहाल्छौँ। त्यसपछि यताउता हिँड्ने खाने बस्ने होइन। आज एक दिन यसो इन्जोय गर्ने रमाइलो गर्ने त्यस्तै छ। जसोतसो केटाहरू रमाइलो गरिन्छ अनि फर्किन्छ, यस्तै हो जिन्दगी। मरिलानु के छ र, एउटा केटा पैसा भन्ने चिज कमाइन्छ होइन। समय रहने यो जवान भन्ने चिज कमाउँदैन। त्यो कारणले समय हुँदा नै घुम्नुपर्छ भन्ने जस्तै हामी पनि अब जताततै अब एक्सप्लोर गर्ने खोजिरहेका छौँ हामीले। तर राम्रो एडिट गर्न यताउता गर्न नजानेको भएर हो। लगभग अब हामी 1-2 मिनटमा चाहिँ हाम्रो लगभग डेस्टिनेसनमा पुग्छौँ। अनि अन्तिम डेस्टिनेसन चाहिँ म पुग्ने बित्तिकै तपाईँलाई होटेल अन्नपूर्ण अनि लमजुङ बेसी सहरको भ्यू पोइन्ट पनि तपाईँलाई देखाउने छु। अनि मनाङ चौतारा पुग्ने बित्तिकै म तपाईँलाई त्यहाँको लोकेसन
प्लस हामी कहाँ बस्छौँ के गर्छौँ सब देखाउँछौँ। अनि त्यसपछि चाहिँ आजको भनौँ न हाम्रो यात्रा लगभग अन्तिम ठाउँमा आइपुग्यो। अनि म तपाईँहरूलाई अन्तिममा चाहिँ होटल अब विशेषहरूको हामी बस्ने ठाउँको चाहिँ अब त्यो ठाउँ चाहिँ तपाईँलाई देखाउँछु है त। ल हेर्दै गर्नु होला, घले ब्लगलाई पनि माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, अनि लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला है। अरू त अब के नै छ र हैन। अब हजुरहरूले अब सब्सक्राइब गरिदिनु भयो भने, हेरिदिनु भयो भने, अनि लाइक कमेन्ट गरिदिनु भयो भने चाहिँ फेरि अर्को भिडियोको साथमा नेक्स्ट टाइम लमजुङ मात्रै हैन, हामी मनाङ तिलिचौर लेकसम्म चाहिँ हाम्रो जाने योजना छ। त्यो पछि अब सेकेन्ड ट्रिप चाहिँ हाम्रो लगभग तिलिचौर लेकसम्मै हुनसक्छ। त्यो भएको कारणले हजुरहरूले सो लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गरिदिनु नभुल्नु होला। लगभग हामी चाहिँ आइसकेका छौँ, तपाईँले देख्न सक्नुहुन्छ है त। ल हस्, थ्याङ्क यू। अनि माया गरिदिनु होला, सब्सक्राइब अनि लाइक कमेन्ट सेयर अनि गर्नुपर्ने सबै चिज गरिदिनु होला। हस्, धन्यवाद। अनि कले ब्लगलाई पनि माया गरिदिनु होला है त। थ्याङ्क यू।